हेलो साथीहरु नमस्ते स्वागत छ तपाईलाई मेरो न्यू मिनी ब्लगमा। आज चाहिँ देख्न सक्नुहुन्छ पानी कति मजाले परिरहेको थियो अनि हामी बुढाबुढी चाहिँ फुल्की खाम भनेर म चाहिँ फुल्की बनाउनतिर लागे। साथीहरु देख्न सक्नुहुन्छ फुल्कीको रस अनि यहाँ चाहिँ मैले फुल्की पनि रेडी गरिसके अनि मैले चाहिँ फर्स्ट बाइट लिन लागेको। साथीहरु कस्तो भइराको छ, पहिलो चोटी फुल्की बनाउँदै थिए मैले चाहिँ अनि त्यही भएर चाहिँ देख्न सक्नुहुन्छ फुल्कीको चाहिँ एकदम मिठो के साथीहरु, एकदम अनएक्सपेक्टेड के जस्तो हामीले ठेलामा खाइन्छ नि त्यस्तै स्वाद आएको थियो। अनि यहाँ मलाई बोल्दा बोल्दा यस्तो मुख रसायो साथीहरु। फुल्की चाहिँ एकदमै मिठो के साथीहरु, भन्नै नसकिने व्यक्तै गर्न नसकिने खालको मिठो थियो। अनि त्यसपछि मेरो बुढाले चाहिँ म पनि खान्छु भनेर खाँदै हुनुहुन्थ्यो अनि मैले फेरि सेकेन्ड बाइट लिएँ। साथीहरु यस्तो मिठो साथीहरु, कसैले यसो हातले बनाएर दिए त ग्वाम खाम जस्तो भएको थियो। अनि यहाँ चाहिँ मेरो बुढाले पनि भिडियो बनाइदियो, मैले पनि बाइट लिएको भनेर भन्नुभयो अनि त्यसैले मैले चाहिँ भिडियो बनाइदिनतर्फ लागेँ। यहाँ देख्न सक्नुहुन्छ मेरो बुढा चाहिँ यति मिठो गरेर खानुहुन्छ नि कुडुङ कुडुङ गरेर। अनि हामीले चाहिँ यस्तै गरेर अनि फुल्की खायौँ। अनि यहाँ फेरि मेरो बाइट लिने पालो आयो। साथीहरु देख्न सक्नुहुन्छ। तपाईहरुलाई कसलाई फुल्की मनपर्छ भनिदिनु होला। मेरो चाहिँ फुल्की चाहिँ एकदमै बेस्ट हो। मलाई चाहिँ यति धेरै मनपर्छ कि म सोच्न पनि सक्दिनँ साथीहरु, आई कान्ट एक्सप्लेन हैन। अनि त्यसपछि हामीले चाहिँ फुल्की खायौँ अनि फुल्की यति मिठो भयो, पेट पनि भरियो। अनि भाँडासाँडा देख्नुहुन्छ मेरो बुढाले चाहिँ मिठो भएर साथीहरु भाँडासाँडा चाटेर यहाँ देख्न सक्नुहुन्छ बेइज्जतै गरिदिनु भयो नि भाँडासाँडा चाट्ने। अनि त्यसपछि हजुरहरूलाई के कस्तो लाग्यो भिडियो लाइक कमेन्ट शेयर र सब्स्क्राइब गर्नु नबिर्सिनु होला साथीहरु। बाइ बाइ, फेरि भेटौँला।